इजी पिजी एक्सेप्टेड तर गोल्ड चाहियो मलाई गोल्ड चाहियो कि गोल्ड आई निड गोल्ड गाइस ए तिमीलाई के सुन पनि तिमीलाई बट्टारिएको अर्को त बटारे पनि तिमीलाई सबै तिमीले तिम्रै बोल्नु आजबाट तिम्रै बोल्नु यो ज्यान मलाई हो गोल्ड सबै चाहियो मसँग गाइसहरु आई निड गोल्ड तेरिका हो छोरी मान्छेको मलाई यही डिमान्ड भनेपछि तिमी त मैले यौन सम्पर्क त्यो योनिभित्र लिङ्ग भइरहँदा पनि सुनै सुन माग्छौ अब कतिले बुढाबुढीको गर्छ उहाँ बाबा भन्छ तिमीले चाहिँ गोल्ड 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 सुन भन्छौ तिमीले भनेछु त म किनिदिन्छु लगाइदिन्छु भनेर खै लगाइदिनु नि त अनि लगाइदिनु अघिबाट भनिरहेको छु म काम भएर भनिरहेको छु कि आई निड गोल्ड मेरो हातभरि मेरो घाँटीभरि मेरो खुट्टाभरि कसरी भन्नु तपाईँलाई अहिलेसम्म डेलिभर भएको छैन के हो पारा तिम्रो रहर सरेर छ कि अब चुरोटको तलतल खैनीले मेटिन्छ दिदीको तलतल बहिनीले मेटिन्छ म सुनको उसमा यस्तै भन्नु म तिमीले म त्यो सुन लिएर आउँला साह्रै भनि यिनले पख म लिएर आउँछु छिटो लिएर आउनु त र मलाई पनि आज साह्रै मिसन कम्प्लिट गर न मलाई सुन ए कान्छी मलाई पनि आज साह्रै छोरी बनाउन मन लाग्छ हेर्नु त कसले मलाई सुन लगाइदियो फुलै फुलको सुन लगाइदियो होइन यो हाम्रा देवर बाबुहरू हुन् भाइहरू हुन् आज खुसियालीमा भाउजूले त्यसमा अन्यथा मान्नु पर्दैन है ल सुन भनेपछि मैले तिमीलाई सुन दिएँ भने चाहिँ मैले जे भने पनि मान्छौ जुन बेला चाहियो दिन्छौ रुकी मलाई त हो के बोलाएको यो भूत चढेछ रुकी भन्दा 12 बजी पनि दिन्छौ ओके डन जुन बेला पनि सुन चाहियो ल पख म सुन लिएर आउँछु पख तर मलाई आज पनि चाहिन्छ नि 2 ठ्याक पख ओके ओके मिल्छ भने त म त आखिर हामी छोरा मान्छे आकाशको तारा त ल्याउने जाबो सुन पखमा लिएर आउँछु पख है मलाई 24 क्यारेट प्योर गोल्ड चाहियो यहाँ बिल देखाउन मिल्दैन जो तिमीले म उसमा हालिदिउँ ल म तिमीलाई गफ गर्दैन तिमीले सुनको गहना लगाइदिउँ ल सुनकै चिम्टी पनि लगाइदिउँ ल पख यो अलिकति यो यसो गरौँ न है यो भिक्टोरिया ल्याब सकेको भए राम्रो हुन्थ्यो हेर मलाई धेरै चाहिँदैन कान्छी आज मलाई अलिकति लेट पनि भएको छ अबेला पनि भएको छ आज त 1 बजे रोज पुग्छ होइन अब तिमी पनि गलेर आएको छौ ड्युटीबाट होइन गलेर आएको छौ फेरि यसले मलाई सुनिदियो मेरो यो साटेर खाएको होला नभन है म त बुझ्ने मान्छे हो तिमीले अहिलेसम्म पिरियड हुँदाखेरि मैले चलाएको थिएँ भन त हिजोको त पिरियड हुँदाखेरि मैले मागेको थिएँ खै भनेर चलाएको थिएँ तिमीले छैन नि बुझ्छु रुके पब्लिकमा बिस्तार गर न कसरी त्यो प्राइभेटमा जस्तो गरेको नगर न हजुर भन न हजुर भन्नुस् न ओ नाइस त्यो आउ नगर क्या आउस नगर यहाँ त्यो जति हामीले भेट्दाखेरि जति गऱ्यौँ त्यो नगर त्यो अलिकति अर्को फेरि देवरहरूलाई अलिकति भुत चढ देवरहरूलाई भुत देवरहरूले भुत चढ्यो भने राम्रो हुँदैन दाजुलाई ल सुन 2 मिनट्स बाँकी छ म तिमीलाई 24 क्यारेटको सुन दिन्छु हेरेर कान्छी सुन दिम्ला कानभरि लगाइदिउँला होइन चाहिँ माइत जाँदाखेरि घोडाको जस्तो के अरे घोडाको लगाम जस्तो सुनमा खुट्टाको सुन बजाउँदै जालौ तिमी होइन सुन त्यो नगर न हौ हनीमुन गर्दाखेरि पहिलोचोटि लिङ्ग प्रवेश गरेको जस्तो लाग्छ कि मलाई कस्तो डल्लो भएको यिनी आँखा पल्टाएर डल्ली भएर नक्कली कम्ती गाह्रो भएको यिनलाई बाबा भयो दुख्यो बाबा भयो कम्ती सदाको यसले मलाई फर्स्टमा हनीमुन मनाउँदाखेरि अहिले बानी भएको चाहिँ अहिले बानी पारेको छ अहिले अलिअलि पहिले त कति कराएको नि कति कराएको नक्कली 3 दिनसम्म मुत्नै भएर यिनको मुत्नै भएर 3 दिनसम्म छिटो चाहियो मलाई तपाईँको सुन बी रेडी ए मैले ल्याइसकेको छु भन्छु गहनाहरू रेडी भएर बस्छ न एकछिन यो गेम सक्न देऊ अहिले त बानी पारेको छु बिचरा सुरुमा कम्ती गाह्रो भएको नक्कलीलाई न सु गर्न मिल्छ न पेन्टी लगाउन मिल्छ अहिले त बानी पारेको छु त्यो अलिअलि बिस्तारो बानी पारेको छु अहिले रुकी त्यो लाउ त्यो नखोला रुकी लाउ बुढी त्यो लाउ सानो बेबी त्यो लाउ गुड नाइस ल 50 सेकेन्ड बाँकी छ अब रुकीले आज म भएभरको गहना दिन्छु मलाई रातभरि चाहिँदैन 2 ठ्याक भए हुन्छ आज म नि गलेको छु रुकी 2 ठ्याक भए हुन्छ 1 ठ्याक चाहिँ काँदै 1 ठ्याक डकी भए हुन्छ क्या पुग्छ क्या मलाई फेरि दुःख नगर आज फलो गर्नु भन्नु त भाउजूले फलो गर फेरि भाउजूमाथि नचढ है भाउजूले फलो मात्र गरिदेऊ त्यो फेरि त्यो चढ्ला बोकाएर त्यो नगर ल रुकी तिमी रेडी भएर बस मैले गहना ल्याइसकेको छु भनेपछि आज यसो गरौँ न त कृष्णदेव वेलकम छ मेरो प्लान के भने रुकी हेर अब बिहे गरेपछि 2 वर्ष भाम इन्जोय गर्नुपर्छ ल
काँधे डगी यति यताउति अब हो सुन अब तिमी पनि यत्रो भयो बिचमा चकचक गरिएन हामी चकचक गरेको म उता के अरे सिक्किम आउँदाखेरि त हामी चकचक गरेको एकचोटि होइन फर्स्ट हाम्रो हनीमुन सिक्किममा भएको थियो हाम्रो अनि त्यति बेला त हामीले अलिकति काम बिगाडेको कृष्ण दाई यस्तो भयो कि त्यो एउटा बिरामीको मैले क्युआर राखेको थिएँ त्यसले गर्दा यो यसरी गरिदियो नेमहरू यस्तो गरिदियो जस्ट वेट फर 1 विक यस्तो हो क्या रुकी तिमी र म भेट्दाखेरि थाहा छ नि बिचरले कति गाह्रो भएको थियो यता अब रुकीसँग त पहिलाबाटै हाम्रो रिलेसन त होइन बिचरा उसले पहिलो पटक ठिक छ नि त अब भेट भइगयो बुढाबुढी भनेर अब त्यो सुहागरात हनीमुन मनाउँदाखेरि कम्ती गाह्रो भएको उसलाई बिचरा 3 दिनसम्म मुत्नै भएन बिचरीको अहिले त पानी पारेको छु अहिले त जोसोको पानी पारेको छु ल सुन लिसन है रुकी म तिमीलाई सुन लगाइदिउँला हेर तर सर्त हुन्छ है गङ्गा थ्याङ्क यू ज्ञानी हुनु पतिव्रता हुनु भोलिबाट तिमी लाइफ आउँदाखेरि अलिकति मजाले जिउ ढाकेर आउनु यो अलिक तिम्रो सानो भयो माथिबाट लाउनु त्यो त्यसरी त्यो बुकहरू नदेखाउनु देवर बाबुहरू अप्ठ्यारो हुन्छ देवरहरूले अप्ठ्यारोमा के हुन्छ देवर बाबुहरू यस्तो हुन्छ यहाँ भन्नुपर्छ गाइस धन्यवाद जोजोले नि फलो गरिदिनु भयो मलाई थ्यांक यू सो मच सुन त्यही पोजिसनमा बस्नु देवर अब यस्तै हुन्छ देवर अब घोडा जस्तो बर गङ्गो चढ्यो भने मलाई राम्रो लाग्दैन ज्ञानी भएर बस्नु बरु तिमी र म सँगै हुँदाखेरि त्यो पहिला त्यो सिक्किममा हुँदाखेरि कसरी बसेको थियो बिचरी धागो लाग्थ्यो डोरीवाला कस्तो मन परेको नि राम त्यो कति सम्झिन्छु के ल सुन रुकी तिमीलाई म हिराको हार त दिन सक्दिनँ होला हिराको हार नभए पनि 24 क्यारेटकै सुन लगाइदिउँला ज्ञानी हुनु पतिव्रता हुनु बच्चा बच्ची राम्ररी हुर्काउनु कति तोला तोलाको त हिसाबै नगर जतिसम्म तिम्रो जिउले थाम्छ नि जतिसम्म त्यो जिउले थाम्न सक्छौ त्यति बेलासम्म लगाइदिउँला तिमीलाई है त्यति बेलासम्म लगाइदिउँला ल यहाँ सुन ल तिमीले कति तोलाको चाहियो भन तिमीले मलाई 20 तोला 20 तोला 24 क्यारेट 20 तोला भने सुन ल ठिक छ फेरि मलाई सुनले साट्यौ सुनले किनौ नभन्नु है तिमीलाई के अरे यो कतिले भन्ला यसले सुन दियो र लग्यो लोभ्या भन्ला होइन तिमीलाई ऊ पनि के अरे यो चिम्टी पनि सुनको दिम्ला झुम्का पनि सुनको दिम्ला तिम्रो ज्यानले जति थाम्छ दिम्ला जतिसम्म तिम्रो ज्यानले थाम्छ दिम्ला देसी ब्लिङ हेर्नु भएको छ हजुर देसी ब्लिङ भन्ने सो हेर्नु भएको छ नेटफ्लिक्समा देसी उसको बुढा हि इज फ्रम इन्डिया हि वेन्ट टु लाइक दुबई बिजनेसको लागि अनि गयो उसले त्यहीँ सुनको व्यापार गर्न स्टार्ट गर्यो एन्ड नाउ हि इज अ बिलियनियर अनि उसको बुढीलाई उसले एभ्री बर्थडेमा आफ्नो वेट जति छ त्यतिको सुन दिन्छ कि तपाईँले दिन सक्नुहुन्छ मलाई डोन्ट जज प्लिज छोरी मान्छे यही कारणले गर्दा सम्बन्ध विषय धेरै भएको छ डिभोर्स हुनुको मेन कारण यही हो फल्नाको बुढीले सुन किनिदियो फल्नाको बुढीले स्कुटर किनिदियो फल्नाको बुढाले जग्गा किन्यो फल्नाको बुढाले घर किन्यो बट मायामा जात धर्म भाषा लिङ्ग श्री सम्पत्ति केही हेरिन सिर्फ मनदेखि माया गरेको मान्छे हो भने सुन हिरा डजन्ट म्याटर तर तिम्रो मैले वचनको पक्का लिम्बूको छोरा हो भोलिपछि बोल्यो तिमीले पनि त आफ्नो तिमीले एभ्रिथिङ दिएको छौ सिक्किममा हुँदाखेरि मलाई कसरी सुम्पियो आफ्नो शरीर सुम्पियो सबै कुरा सुम्पियो मलाई एभ्रिथिङ थाहा छ तर बिचारीको 3 दिन मुद्नै भएन बिचारा त्यसमा हामीले सरी ल सुन मैले भनेको थिएँ म तिमीलाई चिम्टी पनि सुनकै दिम्ला झुम्का पनि सुनकै दिम्ला र स्पेसली फर आँखा बन्द गर आँखा चिम्म गर नो चिट आँखा बन्द गर पुरै बन्द छ ल ओके ल भयो ओके म 1 2 3 भन्छु नि खोला है ल तिमीले यसमा केही किजिज गर्न पाउँदैनौ आफ्नो मान्छेले दिएको चिनी हो आफ्नो मान्छेले दिएको विष पनि अमृत मानेर खानुपर्छ है त ओके आँखा खोला Oh my days, so cute. I love it, guys. It's for you, okay? Oh my days. It's for you. यो मात्रै हैन तिमीले अर्को पनि आँखा बन्द गर आँखा चिम्म गर आँखा खोला Oh my freaking gosh, what was that? This is for you. लिम्बूको छोरा झुट बोल्दैन Oh my days, what was that? बोलेपछि बोल्यो तिमीलाई अरू पनि इयरिङ्स चाहिन्छ भने तर यो इयरिङ्स चाहिँ म बाँड्न सक्दिनँ
तर तिम्रो नेक्स्ट चिलको बर्थडेमा पठाउँछु र घाँटीमा लाउने खोइ घाँटीमा लाउने